मोटा यार 2024 सालमै त्यतिखेर थपाङमा सबभन्दा पहिले स्याउल्याउने मृग नै हो है 2024 साल 24 साल कहाँबाट ल्याउनु भएको रहेछ उहाँ चाहिँ इन्डिया हिमाचल बोल्दै है यस्तै काम गर्नु भएको बेलामा त्यहाँबाट बिजुवा ल्याएर लाउनु भएको हजुर हजुर म जन्मेको चाहिँ 33 सालमा हो म जन्मिनु भन्दा पहिला धेरै पहिले है अनि त्यो चाहिँ त्यो थपाङदेखि सिधै माथि भैँसीघरको भन्ने ठाउँ छ त्यहाँ पनि हाम्रो ठुलो जग्गा छ अहिले जस्तै जग्गाको कुरा गर्दा यो चाहिँ 14,600 वर्ग मिटर हो त्यहाँ हाम्रो जग्गा छ 44,000 वर्ग मिटर त्यो ठाउँमा 1200 बोट ल्याएर लगाउनु भएको थियो त्यही टाइममा है 1200 बोट हजुर त्यही टाइममा अनि फल्यो होला त्यो वर्ष एकदम सर पुरा दाँडै रातै हुने गरेर फल्थ्यो तर त्यो टाइममा म्यानेजमेन्ट कम भयो म्यानेजमेन्ट कम भयो इन्कम कम भयो सर मेन कुरा चाहिँ इन्कमै भएन बिक्री हुन सकेन बिक्री भयो त्यो बेला त मान्छे किनेर कसले खान्थ्यो र त्यही त वस्तु साटेर खान्थ्यो गाउँघरमा अब मेलापातमा अलिअलि जान्थ्यो सर त्यसले चाहिँ त्यसको म्यानेजमा धान्ने बिस्तारै त्यो आफै चाहिँ नष्ट भएर गयो सर अनि त्यसपछि अहिले फेरि म इन्डियामा हिमाचलमै स्याउमै चाहिँ काम गरेन पहिले म बम्बे साइडमा सिटी साइडमा थिएँ 10-12 वर्ष त्यहाँ बसेँ त्यसपछि फेरि थाइल्यान्ड गएँ त्यसपछि जापान गएँ अनि फेरि त्यहाँबाट फर्केर यसो यहाँ रोड आयो अहिले अनि विकासहरू बिस्तारै हुँदैछ अब पहिलेको कामहरू योजना जग्गा जमिनहरूलाई सदुपयोग गर्ने अनि विदेशमा मात्रै अब कमाई बसाइले चाहिँ आफ्नै ठाउँमा के गर्नुपर्छ साथै गाउँ समाजको व्यक्तिहरूलाई पनि अलिकति जग्गा जमिन सदुपयोग गर्ने समय सदुपयोग गर्ने हिसाबले अलिकति आफूले गरेपछि अरूलाई पनि उत्साहित बनाउन सकिएला भन्ने हिसाबले त्यसरी चासो गर्यो जापान र थाइल्यान्ड हजुर पढ्नेको सिलसिलामा कि त्यो कामको कमाउने हिसाबले जानुभयो कति वर्ष बस्नुभयो जापान थाइल्यान्ड 2 वर्ष बसाइ भयो अनि दुवै देशमा हजुर वर्करको रूपमा जानुभएको थियो भएन फर्किनु त्यसपछि आएदेखि अनि म स्याउ फर्स्टमा चाहिँ अब मैले इन्डियाबाट ल्याएको सर इन्डियामा पनि तपाईँको के अरे त्यहाँ गाला फुजी अनि तपाईँको यो उता त्यहाँ पनि लगाउँदो रहेछन् हजुर तपाईँ केही यमनारायणकै यमनारायणकै सिरिजहरूमा तपाईँको ग्राफ गर्दो रहेछन् त्यहाँ पनि होइन त्यतैबाटै नै त्यो गर्दो रहेछन् अब इन्डियासँग त ब्रिटिसको त अझै एकदम उ छ नि त झन् होइन त्यो इन्डिभिजुअल रूपमा इन्डियाकै रुल छ प्लान्ट चाहिँ 25 देखि 30 केजी म्याक्सिमम प्रोडक्सन त्यसले एक सालमा त्यति नै हो लिने त्योभन्दा बढी सम्भव त्यही भएर हाई डेन्समा लाउन कारण नै त्यही त हो त्यो कारण त्यो हो किनभने एउटा बोटमा यतिमा 25 किलो आयो त अब यो यसको बोरी बिरुवा यसमा चाहिँ हामी 60 किलो लिन सक्छ सर पछि हैन 7 वर्षपछि जस्तै यो 4 वर्ष भयो 7 वर्षपछि यसले राम्रो म्यानेजमेन्ट पानी मलजल न्युट्रिसन प्रोपर भयो भने 60 केजी चाहिँ पर प्लान्ट लिन सकिन्छ सर यसमा चाहिँ तर M9 को म्याक्सिमम क्यापेसिटी 30 केजी नत्र एभरेज 20 नै हो सर त्यसमा त्यो भएर त्यो फाइदा छैन किसानलाई फाइदा छैन त्यो जस्तो उनीहरुले त तपाईको जस्तो यही हाम्रो के तपाईको चाहिने त्यो मनाङ एग्रो उनीहरुले त टोटल त्यहीबाट त्यही M9 सिरिजकै तपाईको गाला र फुजी म्याक्सिमम त्यही रहेछ उनीहरुको त अझ फुजी नै बढी रहेछ उनीहरुको त फुजी किङ रोड छ किङ रोड गाला यही रहेछ अनि त्यो चाहिँ हजुरको तिनीहरुको त अब आफै धनी भएर यहाँको किसान त अब धनी मान्छे तिनीहरु त इन्ट्रेस्टले मतलब एउटा रावरले गरे हो तिनीहरुले बाध्यताले गरे होइन यहाँको हाम्रो किसान चाहिँ बाध्यात्मक छ हामीलाई त लाएपछि भोलि आउने चाहियो त्यो त चाहियो हाम्रो भोलि नै चाहिँ अब मानौ न छैन सर नै तर कम खर्चमा कम म्यानेजमेन्टमा बढी प्रफिट चाहिँ चाहिएको छ त्यही त स्याउ चेरी हेलोबेट ओखर यसबाहेक अरू के छ बेर्नाको तपाईँको बेर्ना किवी छ सर किवी हैन किवी कति छ किवी पनि 1000 प्लस छ सर 1000 प्लस छ हैन किवी कुन जात हो किवी हावार्ड छ तमोरी छ अनि एउटा रेड र येलो छ सर चारवटा छ हावार्ड नै छ हावार्ड बडी छ त्यही छ हजुर सर ओके यति हुन हैन बेर्ना यो स्याउको तालिम लिनु भएको छ
तालिम त अब मसँग किताबहरू पनि छ सर। तालिम पनि हाम्रो नेपालमै हजुरले जस्तै मनाङ एग्रोमा अथवा कृषिमा बाट कहीँ अथवा विदेशमै कहीँ हजुरले चाहिँ यसो सर्टिफिकेट इन्डियामा म 6-7 चोटि गएँ सर है। 6-7 चोटिमा लगभग 60वटा ठुलोदेखि सानोदेखि एकदम लोटेकदेखि हाइटेकसम्मको फार्महरूमा भिजिट गरेँ सिमलातिर है। त आफ्नै प्राइभेट उसमा जानुभयो लगानीमा कि? हजुर मेरो प्राइभेट लगानी सर। आफै गएर त्यहाँ राम्रो के गरेको छ, कहाँ कुन ठाउँमा के नयाँ भेराइटी छ, नयाँ टेक्निक के प्रयोग गरेको छ त्यो सब अनि सब यसो अध्ययन गर्न। M9 सिरिजका बिरुवाहरू महँगो हुनको कारण हाई डेन्सिटीमा M9 सिरिजमा जति ग्राफ्ट गरेका आउँछन् नि त्यो महँगो हुनुको कारण त्यो त यो युरोपबाट आउँदाखेरि पनि तपाईँको 1100 भन्दा तल नआउनुको कारण भनेको है कारण त्यो पनि हो प्रोडक्सन त्यही नै बढी नै भएर त होला त हैन र? त्यो पनि हो सर। र अर्को कुरा मेन समस्या भनेको त्यो चाहिँ खास गरी नेपालको भूगोलमा सुटेबल भेराइटी नै होइन सर। त्यो रुट स्टक है त्यो किन भन्दा त्यो इङ्ल्यान्डमा जो बजेरी जस्तो छिपछिपे जमिन छ नि हाम्रोमा त सुक्खा हुँदा एकदम सुक्खा, बर्खामा चाहिँ अब पानी हुन्छ, अरू टाइममा सुक्खा हुन्छ। तर इङ्ल्यान्डको जमिन चाहिँ कस्तो रहेछ थिलथिल गर्ने कि त्यो पानी जमिराख्ने हैन। त्यो चाहिँ अब गहिरो जरा जाँदाखेरि चाहिँ हजुरको त्यो सडिहाल्ने जरा, त्यस कारणले त्यहीँको भूगोलको लागि स्पेसली त्यो डेभलप गरेको भेराइटी रहेछ त्यो M9 है। माथि छरिएर हुनको लागि बनाएको जराहरू बाल जस्तो मसिनो हुन्छ, माथि माथि फैलिन्छ, तल गहिरो जाँदैन किनभने हाम्रा त त्यस्तो भयो त त्यसले त तलबार जमिनबाट चिस्यान लिएर त्यो सर्भाइभ गर्नै नसक्ने भयो सर हैन। त्यसको लागि सिँचाइ चाहिँ एकदम टाइम टु टाइम हुनै पर्ने। हाम्रो यहाँको वाइल्ड प्लान्टलाई नै बरु हाम्रा जुम्बातिरका लोकल जुन भेराइटी छन् तिनैको चाहिँ उसमा चाहिँ त्यो बिजु के अरे बिजु बिरुवा ल्याउने त्यसलाई रिट्रिस्टक बनाउने, त्यसपछि अनि यिनी M9 सिरिजका के अरे उसका गाला फुजीका तपाईँ साइन ल्याएर त्यो ग्राफ गर्ने। त्यो सक्सेस त्यो राम्रो भयो। त्यो सक्सेस तपाईलाई त्यो एक्सपिरियन्स राम्रो लाग्यो? हजुर त्यो सक्सेस। अब रुट स्टक हाम्रो यहीँको जुन मन पराउँछ त्यही राखिदिने। उदाहरणको लागि तपाईँको जस्तै मानौ यो के अरे जस्तै हाम्रोमा एउटा गोल्डेनको बिउलाई राम्रो बन्छ, एउटा चाहिँ क्र्याब एप्पल भन्छ, यता इडिमेल हो मैले अघि भन्न खोजेको थिएँ। मेल खाइ ढारियो भन्दै नि मैले मेल के हैन, यस्तै मेलहरूमा चाहिँ तपाईँ ग्राफ गरिदिने बरु हैन। नेपालमा चाहिँ मेलमै हो कि मेलमा ग्राफ गर्ने तपाईँको चाहिँ उताका राम्रा तिन भेराइटीहरूको चाहिँ साइन पायो भने त त्यो राम्रो हुने भयो। त्यो राम्रो। नर्सरीमा चाहिँ हजुरको 17-18 लाख जति भएको छ। फलमा त सर असिनाले एकदम त्यही 50-60 हजार भयो होला सर। अब सम्भावना त लगभग 4-5 लाख हुने थियो, त्यो असिनाले झऱ्यो एकदम कम बच्यो सर। त्यही भएर अहिले जसो तसो अगाडि